हेलो गुड मर्निङ एभ्रिवान। आज चाहिँ म घरदेखि बाहिर एकछिन गएको अनि आज चाहिँ म सेवा जाँदैछु। हामी चर्चको एक दुईजना यसरी गाडीमा मिलेर अनि चाहिँ तपाईँको पानी पनि अलिअलि परिरहेको छ, देख्नु सक्नुहुन्छ हो। गाडीको सिसा पनि भिजिरहेछ। अब हामी सेवामा पुगेर तपाईँहरूलाई भिडियो देखाउँछु। अनि हामी जाँदैछौँ अनि दिदी बहिनीहरूको गफ चलिरहेको छ। साइडमा म चाहिँ यहाँ भिडियो गरिरहेको छु। त्यही त दादा, तपाईँहरूले चाहिँ देख्नु हुँदै होला मलाई है, के साह्रो चुइगम चबाएको भन्दै हुनुहुन्छ होला। मजा आयो कि चुइगम चपाउनु, धेरै दिन बादमा चुइगम खाएको नि त यसरी। अन्त चाहिँ एकदम जोसमा चुइगम चबाइरहेको छु म चाहिँ भिडियो गर्दै पनि, तर केही छैन। ल फाइनली अब चाहिँ हामी हाम्रो डेस्टिनीमा आइपुग्यो। यो उकालो चढ्नु पर्ने छ। आज चाहिँ हामी हो सेवा गएको, दादाको गाडीमा आएको। यहाँ सामेल पनि आउनु भएको छ है। सामेल पुपुको भ्लगमा हेलो भनिदेऊ। होइन कहाँ गएको भनिदेऊ। सेवा गएको भन्नु साह्रो छ। ल है साथीहरू, अब चाहिँ हामी दिदी बहिनी गफ गर्दै गर्दै त्यसै बित्थाको गफ हो फेरि हाम्रो चाहिँ होइन, गर्दै उकालो चढ्दैछौँ हो। अनि वेदर चाहिँ आजको एकदमै चिसो छ। सामेल सामेल यता र उता हेर्दैछ। हामी चाहिँ उकालो जानुपर्ने छ हो, माथिसम्म सिडी 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 उकालो चढ्नुपर्ने छ हो। बेसी त छैन, अलिकति छ, तरै पनि उकालो चाहिँ उकालै छ। भाउजू नानीसँग अगाडि अगाडि, म पछाडि पछाडि हो। हेर्नुहोस् होला हाम्रो भिडियो है। यस्तै छ। अब के गर्नु साथीहरू, थाक्यो। अब बिसाउँदै बिसाउँदै चढ्नु पर्यो उकालो, यस्तै छ चुइगम चपाउँदै जाडोमा हो। आज चाहिँ नानी नली आएको, त्यसले गर्दाखेरि चाहिँ यसरी फ्री भएर भिडियो गर्नु पाइरहेको छु। अरू बेला त नानीसँग हिँड्नुपर्छ होइन, गाह्रो पर्छ भिडियो गर्नु। अन्त आज चाहिँ फ्री भएर यसरी गफ गर्दै बोल्दै होइन, हाउरे हाउरेको कुराहरू त नभनौँ होला है। दिदी बहिनी गफ गर्दै उकालो चढिरहेको छौँ हो। अनि यस्तो छ यहाँको बाटो चाहिँ हो, ठिकै छ, तर सधैँ होइन, कोही कोही बेला यसरी होइन सेवाकाईमा हिँड्नुपर्छ। अन्त हामी माथि पुग्नेछौँ, त्यहाँदेखि हामी तपाईँलाई देखाउनेछौँ। अब यो 1300 जानु छ हो। यस्तो छ। होइन ल अब यो उकालो छ अलिकति। यो चाहिँ यताभित्र हुन्छ सेवा चाहिँ हो होइन। हजुर आउनुहोस्। आमा छोरा यहाँ चाहिँ पानी हो। चर्च यहाँभित्र छ सेवा, बल्ल आइपुग्यो। भित्र आउनु बित्तिकै हामीले चाहिँ चिया पाइहाल्यो हो। जाडोमा चाहिँ तातो तातो चिया, कति बेसी जाडो फेरि यहाँ है साथीहरू। ल हाम्रो चाहिँ सेवा सक्यो, सेवा सकेर हामी बाहिर निस्क्यौँ यसरी। अब हामी माथि जानेछौँ टेरेसमा। भ्याइ नभ्याइ छ यहाँ चाहिँ फेरि। टेरेसमा बसेर हामी चाहिँ यहाँ गफसफ गर्दै हो, भाउजू दिदीहरूसँग गफ गर्दै हल्का भिडियो गरिदिएको। उहाँ चाहिँ मेरो भाउजू हुनुहुन्छ, राम्री राम्री हो। अब चाहिँ हाम्रो लन्च टाइम भयो। अब चाहिँ हामी डिनर लन्च गरिसकेर हामी घर फर्किनेछ। हेर्नुहोस् है हाम्रो लन्च चाहिँ, मेरो लन्च हामीले खाना पाइसक्यो। ल है अब चाहिँ हामी सेवा सकेर फर्केको घर। यहाँ भाउजू अम्बो कराउँदैछ हामीलाई हेरेर दुईजनाले। यहाँ आमा छोरा जहिले मेरो अगाडि कि पछाडि हुँदो रहेछ भिडियोमा चाहिँ। आमा छोरा हजुर ए यहाँ रहेछ ऊ। हेलो हाई। त्यही त
सबैजना अब हामी घर फर्केको हाम्रो सेवा खाइसकेर चाहिँ हो। फेरि पनि तपाईहरुलाई धन्यवाद हो यो भिडियो तपाईहरुले हेरिदिनु भएको लागि। आज चाहिँ पुरा चिसो दिन छ, पानी पर्ला जस्तै हुँदैछ। कस्तो चिसो पुरै धुम्म चिसो रहेछ है साथीहरु। यो गान्तोकको सिच्चे हो। आमा के साह्रो हो है भाउजू। आम्बो साथीहरु चिसो त कत्रा डेन्जर भएछ नि हौ आज त। लु सामेल हिँड्नु आम्मा लु यस्तो चिसो चाहिँ आउनु न सामेल र म हिँड्दैछ है सामेल। फुपूको भिडियोमा आइ भन्देऊ न, भन्देऊ त नानी। सामेलले भन्दैन अरे। यहाँ हेर्नुहोस् आम्मा कस्तो चाहिँ चिसो होला, तपाईँहरूले भिडियोमा हेरेर इमेजिन गर्न सक्नुहुन्छ। हेर्नुहोस् हो अघि भित्र बस्दा त झन् कम्ती चिसो भित्र त। हामीलाई चाहिँ यहाँ तल दिदीहरूले हँसाएर फेरि हो हाउडेमा अम्बो छाङ्गुबाट झरेको जस्तै भयो साँच्चै नै। छाङ्गुबाट झरेको जस्तै भयो हामी चाहिँ सामेल र म। हेलो मेरो न्यासुरल छ है मर्सी सुब्बा भ्लग। अनि युट्युबमा चाहिँ मर्सी सुब्बा भिडियो। बाई बाई। हुन्छ भाउजू बाई। ल बिस्तारै आउनु ल। हुन्छ सबैजना जानुभयो। अब हामी पनि गाडीलाई पर्खेको हो। अनि हाम्रो आजको यो भिडियोमा तपाईहरुलाई के भन्छ थ्याङ्क यू, तपाईहरुले हेरिदिनु भयो। ओके गाइस, अब चाहिँ हाम्रो आजको मेरो है भ्लग यति नै हो। तपाईहरु सबैजनालाई थ्याङ्क्स फर वाचिङ। नेक्स्ट भिडियोमा भेट्ने छौँ। बाइ बाइ।